यहाँ देख्न सक्नुहुन्छ अब चाहिँ तपाईँको हातहरूले तपाईँको ढुङ्गा बोक्ने यताउता बोक्ने जमाना गइसके। अब चाहिँ तपाईँको यो ग्राँसहरू यताउता ढुङ्गाहरू जे छ तपाईँको यो पुरा यो चलाएर चाहिँ अब बोक्ने समय आइसक्यो। हजुरले देख्न सक्नुहुन्छ यो चाहिँ रिमोट कन्ट्रोल हो। यो चाहिँ तपाईँले हातमा आफै उठाएर पनि गर्न सक्नुहुन्छ। यो चाहिँ आफ्नो शरीरमा एट्याच गरेर अनि यसमा चाहिँ तपाईँको लोडहरू राखेर तपाईँको हातले अपरेट गरेर यहाँ चाहिँ यो घुमाउने किसिमको छ। अनि यस प्रकारको तपाईँको यो उ गरेर चाहिँ अब हिँड्न सकिन्छ। आज चाहिँ अब लास्ट दिन हो, त्यो भएको भएर सबै डिसएसेम्बल गर्दैछ, यिनीहरूले प्याकिङ गर्दैछ। हजुर देख्न सक्नुहुन्छ सानोदेखि लिएर ठुलो ठुलो खालको चाहिँ यिनीहरूको सबै मेसिनहरू छ, जसको हेल्पबाट चाहिँ तपाईँको मजाले अब यो सामानहरू लोड गरेर यताउता हिँड्नेदेखि लिएर तपाईँको ग्रास कटिङदेखि लिएर अब तपाईँको फार्ममा गएर तपाईँको खेतहरूमा गएर तरकारीहरू टिपेर ल्याउनेदेखि लिएर अब चाहिँ अब यतिकै पुरानो तरिकाले नगरेर अलिकन मोडर्न तरिकाले चाहिँ काम गऱ्यो भने चाहिँ अलिकन राम्रो हुनसक्छ। सो अब मोडर्न एग्रिकल्चर गर्ने नै हो भने चाहिँ हजुरले यस प्रकारको मेसिनहरू सस्टिङ गर्न सक्नुहुन्छ। यसको कन्ट्याक्ट चाहियो भने चाहिँ मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। हस् त, धन्यवाद।